नमस्ते। अब म तपाईहरुलाई एकछिनमा देखाउँदै छु। अहिले म सुर्खेत बजार मंगलगढी चौकबाट बुलबुले उद्यान तर्फ लागिरहेको छु र तपाईले देख्नु भएको छ बुलबुले उद्यानको गेट। यहाँ टिकट काट्नु पर्छ। दाहिनेपट्टि टिकट काउन्टर तपाईले देख्नु भएको छ। टिकट अहिले व्यवस्थित बनाएको रहेछ पहिला भन्दा। टिकटको यो 20 रुपैयाँ लिएर यो सरसफाई र व्यवस्थापनमा खर्च गर्यो भने त यति त लागिहाल्छ। यसमा फेरि पैसा तिर्नलाई पनि अब पर्यटकहरू पनि सायद हिचकिचाउँदैन होला, यतिसम्म उठाउनु पनि पर्छ जस्तो लाग्छ। अब हाम्रो नेपालीहरूको सोच विचार र समग्र सबै हो। अब जति सक्दो फ्रीमा लिनु खोज्दै, जब हामी फ्रीमा लिन्छौँ त्यसपछि सामानको भ्यालु पनि हुँदैन, त्यसपछि सामानको त्यति ख्याल पनि हुँदैन, किनभने त्यसमा हाम्रो दुःख कष्ट गएको हुँदैन नि त। राम्रो बनाएको रहेछ अहिले। आजभन्दा 3-4 वर्ष अगाडि पनि यति थिएन। अब 5-6, 7-8 वर्ष अगाडि त झन् यस्तो हुने अवस्था नै छैन। अहिले हरेक हिसाबले कर्णाली प्रदेशको सुर्खेत एकदमै विकास भएको छ। संघीयता आइसकेपछि विकासले ठुलै फड्को मारेको भनेकै सुर्खेत छ, किनभने अब यतिको हुनु पनि पर्यो। कर्णाली प्रदेशको राजधानी पनि हो। 7-8 वर्षपछि हामी अगाडि आउँदाखेरि यतिको थिएन, अनि यति पनि थिएन। यसमा पर्यटकहरू आउनेको क्रम पनि धेरै बढेको जस्तो देखिन्छ। अनि यो सडकदेखि लिएर वातावरण, हरियाली, व्यवस्थापनमा पनि यति थिएन योभन्दा अगाडि आउँदा। अब अहिले धेरै चेन्जेस भएको देख्छु। यो पोजिटिभ कुरा हो र यो समग्र कर्णाली प्रदेशकै एउटा मेरो विचारमा यो गर्वको कुरा जस्तो पनि लाग्छ मलाई। किनभने हाम्रो नेपाल जति सुन्दर, शान्त र विशाल रहे तापनि अब सम्बन्धित ठाउँमा सम्बन्धित पर्यटकीय स्थलहरू कमी नै छ। त्यही भएको कारणले गर्दाखेरि यो स्थानीय तहको एउटा आन्तरिक स्रोत आउने एउटा ठाउँ पनि हो र पर्यटनहरूलाई पनि भुलाउने, कम्तीमा पनि 3-4 दिन बसोस् र कम्तीमा 20-15 हजार पर्यटकहरूले खर्च गरोस् भन्ने हुन्छ। त्यसैले यो बुलबुले राम्रो बनाएको रहेछ, व्यवस्थित रहेछ। अब भित्र के छ अझै हेर्नु बाँकी नै छ, हेराउँछु म तपाईहरुलाई। अहिले सुर्खेतलाई व्यवस्थापन गर्ने भए चाहिँ राइट टाइम जस्तो लाग्छ, किनभने अहिले संरचनाहरू धेरै बनाउनु बाँकी छ, बन्दैछ। त्यही भएको कारणले गर्दाखेरि ठाउँको अभाव छैन, अनि जस्तो बनाउनु मन लाग्छ अहिले बनाउने चाहिँ राइट समय जस्तो देखिरहेको हुन्छु मैले। रमाइलो छ, यो प्रकृतिले चाहिँ दिएकै हो। गाइस, यो चाहिँ सेकेन्ड गेट एन्टर भइसकेपछि भित्रको रहेछ। टिकट काउन्टर यहाँ पनि राखेको रहेछ। पहिला भित्र यहीँ थियो, अहिले चाहिँ बाहिर बनाएको रहेछ। अनि हिन्दू धर्मावलम्बीहरूको केही मन्दिरहरू हामी देख्न सक्छौँ भने। अब बुलबुले उद्यान भनेको चाहिँ नेपालीमा यो फुलबारी भन्ने बुझिन्छ नि त, त्यही भएर उद्यान। म भित्रको पनि उद्यानभित्र छिरिसक्यौँ र बुलबुले वास्तविक ताल चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। योभन्दा अगाडि यो चाहिँ एकदमै अव्यवस्थित थियो, फोहोर पनि थियो, त्यसपछि ताल भन्ने मात्रै थियो, तर सिमसार जस्तो त्यति थिएन। तर अहिले चाहिँ यसलाई सानोतिनो डुङ्गा पनि चल्छ भनेर चाहिँ सुनेको हो, सायद अब हेर्न बाँकी छ। अनि यहाँ चाहिँ नुहाउने ठाउँ छ, धारा छ, प्राकृतिक धारा, त्यसलाई अहिले व्यवस्थापन गरेकै हुनुपर्छ सायद। अनि अहिले बनाउँदै रहेछ, अझै पनि बन्दै रहेछ धेरै। यो सुर्खेतको केन्द्रमा, वीरेन्द्रनगर सुर्खेतमा रहेको यो बुलबुले ताल। यहाँ फोटो स्ट्यान्ड रहेछ। हेलो, गुड टु सी यु गाई। आराम हुनुहुन्छ आमाहरू? घुम्न आउनु भएको कि हेर्नु भयो? ताल हेर्नु भयो? ए ल, म पनि त्यही घुम्नै आएको, बाहिरबाट आएको, यहाँ घुम्न आएको। अब हेर्छु ल। हस्, यहाँ नुहाउने ठाउँ हो। अहिले अव्यवस्थित रहेछ, अब यो बन्दै रहेछ, भन्नुको क्रम गइरहेछ। के छ, ठिक छ? के हेर्दै हो त? पैसा लगेर रहेछ। पैसा के गर्ने हो? मलाई दिने हो? नदिने? ओके। वाउ, यसलाई बढाउने क्रम जारी नै रहेछ। पहिला
यो आसपास सबैमा चाहिँ सिमसार मात्र थियो तर अब यसलाई चाहिँ एक्सटेन्ड गर्ने जस्तो पनि देखिरहेछ त्यहाँतिर चाहिँ पुरा एक्सटेन्सन वालहरु लागिरहेको देखिया छ दैट मीन्स यो ठुलै पोखरी हुने जस्तो देखियो राम्रो रहेछ राम्रो बन्दै रहेछ तर यो राम्रो बनाउनुमा चाहिँ सरकारको हात जति छ त्यति अब पर्यटकहरुको र यहाँको स्थानीय र विशेष गरेर यहाँको म्यानेजिङ व्यवस्थापन समितिको पनि उत्तिकै भूमिका रहन्छ अब त्यो सम्बन्धित ठाउँ कति सुन्दर राम्रो देख्ने नदेख्ने भनेको चाहिँ त्यहाँको लोकल स्थानीय तहहरुको पनि र त्यहाँ भोगचलन गर्ने र विशेष गरेर व्यवस्थापन समिति छ भने उहाँहरुको भूमिका उत्तिकै हुन्छ किनभने सरकारले एकचोटी बनाउँछ दुईचोटी बनाउँछ तर सदाभरि त्यहाँमा सरकार रहँदैन अनि सरकारको स्थायित्व पनि अब हामीले आकलन गर्न नसक्ने भएको कारणले गर्दा यसमा सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ यो सरसफाई कसरी राख्ने विकास कसरी गर्ने यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा चाहिँ सबैको उत्तिकै भूमिका रहन्छ त्यसैले ध्यान दिनु एकदमै जरुरत हुन्छ वाउ गाइस अहिले चाहिँ सफा रहेछ वाउ वाटर बाइक यो पनि चल्ने भएको रहेछ धेरै खुसीको कुरा आई एम भेरी ह्याप्पी अबाउट इट I know this will benefit internal tourism as well as external tourism. So I can see lots of development out here in case of sanitation, hygienic and sceneries as well. And the good inception that they are having it. So I'm quite happy out here. Maybe I shall try this as well. Photography and photographisms. भइरहेको छ रमाइलो छ सुन्दर छ शान्त छ ठीक लाग्यो धेरै प्रगति भएको रहेछ नआएको कस्तो 7-8 महिना भयो ठुलो प्रगति गरेको रहेछ पानी पनि सफा नै रहेछ अब यसलाई पनि अझै व्यवस्थित होस् राम्रो होस् र मेरो सर्कलमा रहेको साथीहरु सबै पनि घुम्नुहोस् रमाइलो लिनुहोस् सुर्खेत साँच्चै रमाइलो छ सुन्दर छ है यो सुर्खेत भनेको चाहिँ वीरेन्द्रनगर सुर्खेत भनेको एन्ट्री गेट टु कर्णाली पनि हो अब कर्णाली विशेष गरेर चाहिँ उहिलेको कर्णाली जुम्ला हुम्ला डोल्पा कालीकोट पर्दछ र साँच्चै रमाइलो नै छ वाटर स्केटिङ भइरहेको छ यो चाहिँ पहिलोचोटि मैले सुर्खेतमा देखेँ सायद यो कर्णालीमा पनि पहिलोचोटि नै होला जस्तो लाग्छ मलाई वाउ यतिसम्मको I've never imagined. I didn't know when and how it happened, but it happened. So it's quite green point in case of tourism, local economic development, and more. It looks amazing. I think I should go and try that as well. Wow, I can see cherry blossoms there, which looks amazing, you know. And I can hear the sound of cuckoo as well, the chirping of cuckoo. It makes sounds like coo, coo, and sunset just behind the cherry blossom. म बोटिङ जानु खोजेको तर उनीहरुको नाम अनुसार 5 जना चाहिन्छ रे अनि हामी 3 जना मात्र थियौं त्यसैले चढ्न पाएन सायद भोलि आउँछु फेरि चढौँला अब अहिले फर्किन्छु सायद भोलि फेरि आउँछु होला म हेर्नुस् बुलबुले मैले तपाईहरुलाई पुरै घुमाएर यहाँको दृश्य देखाएको छु धन्यवाद कर्णाली प्रदेश सरकार त्यसमा पनि पर्यटन पर्छ होला सायद अब मन्त्रीज्यू कर्मचारी सचिव ज्यूहरू र सम्बन्धित निकाय पर्यटन क्षेत्रको र पर्यटन शाखाको बनाउनु भएको छ तपाईहरुले धेरै विकास गर्नु भएको छ व्यवस्थित पनि छ तर अझै पनि अलिकति यो बाटोहरु चाहिँ धुलोमुक्त बनाइदिनु होला अनि ठाउँ-ठाउँमा केही ठाउँहरुमा चाहिँ खानेपानीहरु 2-3 वटा एउटा 2 वटा ठुला मान्छेको लागि सर्वसाधारणको लागि एउटा चाहिँ बच्चा बालबच्चा फ्रेन्डली बनाउन सक्यो भने राम्रो हुन्छ होला सायद किनभने यही छेउछेउतिर फेरि मान्छे बस्न पनि रुचाउँछन् किन यहाँ सुन्दर छ शान्त छ हैन सबै मान्छेहरु धेरै जसो चाहिँ आफ्नो कामको व्यस्तता अनि विभिन्न किसिमको काम
अनि अहिलेको युग चाहिँ सञ्चारकै युग अनि यो मिडियाको युग भएको कारणले गर्दा मान्छेहरू टु मच हुन्छ, वक्कतिक्क हुन्छ, डिप्रेस हुन्छ, एन्जाइटी हुन्छ। उहाँहरू चाहिँ सुन्दर शान्त जङ्गल नेचुरल ठाउँमा चाहिँ रमाउन चाहन्छ। त्यही भएको कारणले गर्दाखेरि यी विभिन्न ठाउँहरूमा चाहिँ तपाईँहरूले सिट बस्ने ठाउँ आनन्द लिने बनाउनु भएकै छ। अझै पनि थप यसलाई चाहिँ व्यवस्थित राम्रो बनाउनु होला र खानेपानीहरू पनि बनाउन सकिए राम्रो। अनि सरसफाइ अझै पनि गर्नु बाँकी नै छ। कहाँ राख्ने हो के हो, डस्टबिनहरू चाहिँ ठाउँ ठाउँमा प्रशस्तले राख्दा एउटा बायोडिग्रेडेबल अनि एउटा नन बायोडिग्रेडेबल हुन्छ नि, कुहिने नकुहिने फरफरक रूपले राख्न सक्यो राख्ने डस्टबिनसम्म चाहिँ राखिदिनु होला। अझै पनि थप मेरो सुझाव। अरू त राम्रो बनाउनु भएको छ। हेर्नु सुर्खेतको आकाशमा हेलिकप्टर पनि आर्मीको हेलिकप्टर रहेछ। यो सायद राष्ट्रपति उत्थान कार्यक्रम मार्फतको कुनै प्रेग्नेन्ट वुमेनहरू हुनसक्छ। यसले चाहिँ राम्रो राहत दिएको छ, विशेष गरेर दुर्गम क्षेत्रको आमा बच्चाको लागि। धन्यवाद। यो चाहिँ धन्यवादको पक्ष नै हो। ल हेर्नुहोस्, अघि मैले गेटबाट देखाएँ तपाईँहरूलाई यो बुलबुले तालको दृश्य र अहिले चाहिँ ठ्याक्कै त्यसको अपोजिटबाट देखाउँदैछौँ। हेर्नु होला, राम्रो बनाएको रहेछ, धेरै राम्रो बनाएको रहेछ। यतिको विकास यतिको चेन्जेस आउनु भनेको सामान्य कुरा होइन, किनभने विकास भनेको अहिले चाँडो हुने कुरा चाहिँ होइन, टाइम लाग्छ। तर पनि भइरहेको विकासलाई फेरि यसको समितिहरू होला, ओडा होलान्, नगर होला होइन, उहाँहरूको पनि उत्तिकै भूमिका हुन्छ। एकचोटि सरकारले बनाउने भनेको एकचोटि हो, त्यसपछि मर्मत सम्बर गर्ने हो। तर सदाभरि यसलाई बेनिफिट लिने भनेको त त्यहाँको स्थानीय, त्यहाँको वडा, त्यहाँको जनप्रतिनिधि, त्यहाँकै जनसमुदाय भएको कारणले गर्दाखेरि उहाँहरूको जिम्मेवारी चाहिँ धेरै ठुलो हुन्छ। त्यसैले सधैँ अरूमा ताकेर कसैले बनाइदेला भन्ने हुँदैन। यस्तोहरू फुटाएको छ, योहरू चाहिँ अति नराम्रो हो। सायद यो आफै भत्किएको होला, हो भने चाहिँ अब त्यसलाई कसैको केही लाग्ने भएन। यदि होइन भने अब केटीहरू अल्लारे केटाहरू कहिले हुन्छ नि जोक चलेको नचलेको सन्दर्भमा भत्काइयो फाल्यो भने त यो धेरै नराम्रो हो, त्यो गर्नु हुँदैन भन्ने चाहिँ मेरो आग्रह हो। जस्तै यहाँतिर पनि त्यस्तै बनाएको छ, खै के हो यो। Cuckoo.